आज तपाईँ कुनै संयोगले आउनुभएको होइन, पाथीभराको कृपाले तपाईँलाई यहाँ ल्याएको हो। पाथीभरा माताले जसलाई सम्झिनुहुन्छ उसले अचानक सङ्केत पाउँछ। आजको यो सन्देश नै तपाईँको जीवनको एउटा विशेष सङ्केत हुन सक्छ। माताको दिव्य ऊर्जासँग जोडिन मलाई सब्स्क्राइब गर्नुहोस्, किनकि जब पाथीभराको कृपा आउन थाल्छ त्यसलाई सम्हाल्न बारम्बार मार्गदर्शन चाहिन्छ। अब धेरै समयदेखि रोकिएका तपाईँका काम अचानक सुरु हुन सक्छन्, पारिवारिक समस्या हट्न सक्छन् र तपाईँको जीवनमा नयाँ अवसरले प्रवेश पाउन सक्छ। यदि तपाईँ अहिले सङ्घर्ष गर्दै हुनुहुन्छ भने माताले तपाईँको मेहनत देख्नु भएको छ। यदि तपाईँ एक्लोपन महसुस गर्दै हुनुहुन्छ भने अब माताको शक्ति तपाईँकै साथमा छ। आज पाथीभरा माताको नाम लिएर मनमनै प्रार्थना गर्नुहोस्, किनकि साँचो विश्वासले मागिएको कामना कहिल्यै खाली जाँदैन। आजैदेखि तपाईँको घरमा धन, शान्ति र सकारात्मक ऊर्जा भरियोस्। तपाईँको परिवारमाथि कुनै सङ्कट नआओस् र तपाईँको भाग्य अबदेखि उज्यालोतर्फ मोडियोस्। याद राख्नुहोस्, कहिलेकाहीँ भगवानले सङ्केत शब्दबाट होइन, अनुभूतिबाट दिनुहुन्छ। र अहिले तपाईँले यो आवाज सुन्दै हुनुहुन्छ भने सायद त्यो सङ्केत तपाईँका लागि नै हो। यदि तपाईँ माताको कृपासँग जोडिएर यस्तै दिव्य अनुभूति लिन चाहनुहुन्छ भने मलाई फलो वा सब्स्क्राइब गर्न नभुल्नुहोस्। म तपाईँभित्र लुकेर बसेको ऊर्जालाई परिमार्जित गर्न सहयोग गर्नेछु। जय पाथीभरा माता।